विपिन कार्की र केके अधिकारीको काजी रिलिज भइसकेको छ र मैले पनि काजी मुभी हेरेर आइसके। आउनुस् कुरा गरौँ काजी मुभीको बारेमा। त्यो भन्दा पहिले हाम्रो युट्युब च्यानल सिनेमा एक्सप्रेस नेपाललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। बरु भगवानबाट गल्ती हुन्छ र मेरो काजीबाट हुँदैन। काजी मुभीलाई कसरी बयान गर्ने म आफै पनि कन्फ्युज छु। मुभी खत्तमै छ भनौँ भने मुभीको स्टोरी र कलाकारहरूको अभिनय एकदमै राम्रो छ, तर मुभी धेरै नै स्लो लाग्छ र मुभीमा त्यस्तो सस्पेन्सन टाइपको ट्विस्ट केही पनि छैन। तर मुभीको प्रेजेन्टेसन र स्टोरी लाइनअप राम्रो छ। ब्याकग्राउन्ड म्युजिक पनि राम्रो छ। लभ स्टोरी अथवा माया प्रेमका कुराहरू पनि धेरै राम्रो छ। तर फुल मुभी हेरिसक्दा मुभीमा केही कमी रह्यो जस्तो लाग्छ। यस मुभीमा एउटा गाउँको स्टोरी रहेको छ, जुन गाउँमा एकजना काजी हुन्छ। काजी जन्मिँदाखेरि नै काजीको परिवार बिटिसकेको हुन्छ। काजी आफ्नो काका काकीसँग हुर्कन्छ र मुभीको स्टोरी पनि यहीबाट सुरु भएको छ। मुभीमा समेटेका विषयवस्तुहरू पनि राम्रो लाग्छ। मुभीको विषयवस्तुसँग स्टोरी अनुसार प्रेजेन्टेसन पनि बवाल छ र हेर्दा हेर्दै पहिलो हाफ पनि सकिन्छ। मुभीको दोस्रो हाफ सुरु हुन्छ। मुभीको कथावस्तु एउटै पात्र, एउटै कथा, एउटै सिचुएसनमा अड्किन्छ। त्यसपछि मुभी धेरै लेन्दी लाग्न थाल्छ, जसले गर्दा मुभी एउटा सिरियल जस्तो लाग्न थाल्छ। मुभीले के भन्न खोज्दैछ सबै कुरा थाहा हुन्छ, तर स्टोरीले त्यही कुरालाई घुमाइराख्छ, जसले गर्दाखेरि मुभीको भाइब अलि राम्रो लाग्न छोड्छ। मुभीको क्लाइमेक्स भने काजिनीलाई उसको परिवारले एक्सेप्ट गर्ने र काजी ज्वाइँलाई भित्री हृदयदेखि मान्न थाल्छन्। मुभीको स्टोरीमा देखाइएको छ केटीको फ्यामिलीले आफ्नो साइली छोरीलाई खासै मन पराउँदैनन्, जसले गर्दा ज्वाइँलाई पनि मान्दैनन्। तर ज्वाइँको आनी बानी, उसको जीवनशैली र इमान्दारिताले गर्दा ऊप्रति सबैको माया बढ्छ। सेकेन्ड हाफको सबैभन्दा स्ट्रङ सिन नै यही हो भन्दा फरक पर्दैन, जहाँ काजीले आफ्नो श्रीमतीमा आफ्नो आमा बुवाको प्रतिबिम्ब देख्छ। सेकेन्ड हाफको बेस्ट सिन नै मेरो लागि यही हो। यस मुभीमा कलाकारहरूको अभिनयको बारेमा कुरा गर्ने हो भने काजी मुभी नै काजी र काजिनीको वरिपरि घुमेको छ। काजीको रोलमा विपिन कार्की छन्। विपिन कार्कीको अभिनय हेर्दा यस्तो लाग्छ यो सब रियलमै भइरहेको छ, साँच्चीकै विपिनको जीवनमा भइरहेको जस्तो फिल हुन्छ। हुन त जुन क्यारेक्टरको रोलमा कलाकारहरू अभिनय गर्छन् त्यही क्यारेक्टरको जीवन बाँचिरहेका हुन्छन् र कलाकारहरूको अभिनय त्यस्तो लाग्नु स्वाभाविक हो। तर जुन क्यारेक्टरको अभिनय गरिरहेको छन् त्यो क्यारेक्टर सबैको मनसम्म पुर्याउनु निकै गाह्रो काम हो र त्यो गाह्रो कामलाई सजिलैसँग निभाएका छन् विपिन कार्कीले। त्यसै गरी केकी अधिकारीले गरेको क्यारेक्टर र केकीले गरेको अभिनय पनि प्रशंसायोग्य छ। जुन क्यारेक्टरमा केकी अधिकारी छिन् त्यो क्यारेक्टरलाई जीवित बनाएकी छिन् र केकी अधिकारीले गरेको अभिनय पनि एकदमै उत्कृष्ट रहेको छ यो मुभीमा। र यस मुभीमा अर्को मलाई मनपर्ने क्यारेक्टर काजीको काका अर्थात् प्रकाश घिमिरे। हुन त प्रकाश घिमिरेले निभाएका प्राय सबै रोल र अभिनय एकदमै राम्रो हुन्छ र यस मुभीमा पनि एकदमै राम्रो रहेको छ। अरू पनि पात्रहरू छन् जुन पात्रहरूले यस मुभीको मेन पात्रहरूलाई विशेष बन्नलाई महत्त्वपूर्ण भूमिका खेलेका छन्, जस्तै गरिमा शर्मा, हेमन्त बुढाथोकी, विशाल पहाडी, रश्मि भट्ट लगायतका अन्य पात्रहरू छन् मेन पात्रलाई किरण दिन्छन्, जसले गर्दा मेन पात्रहरूमा बढी फोकस भइन्छ। त्यसै गरी यस मुभीमा ब्याकग्राउन्ड म्युजिक पनि राम्रो छ। ब्याकग्राउन्ड म्युजिकले एकदमै लाइट लभ स्टोरी मुभीको भाइब दिन्छ। हुन त काजी पनि एकदमै डिप लभ स्टोरी भएको मुभी हो, तर प्रेजेन्टेसनमा केही पुरानो समय अगाडिको देखाइएको छ। हस्बेन्ड वाइफ बीच चाहिँ एकदमै डिप लभ स्टोरी देखाइएको छ र यही माया प्रेम लभ स्टोरीबाट मुभीको इन्डिङ हुन्छ। मुभीको इन्डिङसम्म पुग्दा पनि लाग्छ मुभीभित्र केही त फरक होला र मुभीको इन्डिङ पनि केही फरक होला, तर मुभी हेर्दा हेर्दै सकिन्छ। मुभीभित्र केही ट्विस्ट आउँछ र मुभी केही फरक तरिकाले इन्डिङ हुन्छ, सोच्दा सोच्दै मुभीको इन्डिङ हुन्छ। तपाईहरूलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परे हाम्रो युट्युब च्यानल सिनेमा एक्सप्रेस नेपाललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। यिनी त मेरी आमा हुन्। यस्तीले मसँग झुटो कुरो गर्न सक्छिन्।